भनौँ न गुरु 8औं शताब्दी है गुरुको समय भनेको गुरुको समयमा चाहिँ 8औं शताब्दीमा चाहिँ गुरु पद्मसम्भवले चाहिँ यहाँनिर लोसम डुप्सी गर्नुभएको भनेर भन्नुहुन्छ। अनि लोसम डुप्सी गर्नुभएको त्यही पनि खण्डो यिङथिक डुप्सी गर्नुभएको है। खण्डो यिङथिक भन्ने बित्तिकै धेरै अति गहिराइको है अनि अलिकति ठोवा पनि हो है। अनि त्यो डुप्सी गर्नुभएको भनेर भन्नुहुन्छ। अनि चाहिँ बताउनु है मलाई। अनि त्यसपछि यहाँनिर चाहिँ यो चाहिँ कसरी यो गुरुको समयमा लोसम डुप्सी गर्नुभयो भनेर पनि क्वेसनहरू आउँछन् होइन। यो चाहिँ 16औं शताब्दीमा छादर नर्बो टुर्गु रिम्पोछेले चाहिँ यो ठाउँमा 8औं शताब्दीमा गुरुको समयमा गुरुले यहाँ डुप्सी गर्नुभएको हो भनेर अनि पत्ता लगाएर उहाँ छादर नर्बो चाहिँ बोटबाट आएर अनि यहाँ डुप्सी गर्नुभयो। त्यसपछि यहाँ डुप्सी गर्दा गर्दै उहाँले यहीँ आफ्नो हुन्छ नि परिवार बढाउनु भयो है। अनि त्यसपछि यहीँ निर्माण हुनुभयो यहीँ डुप्सी गर्दा गर्दै 16औं शताब्दीमा। अनि त्यसपछि त्यसको 200 वर्षपछि 18औं शताब्दीमा चाहिँ छादर नोर्बुको सन्तान वंशले चाहिँ निरन्तरता दिनु भएर अनि 18औं शताब्दीमा छादर नोर्बुको सन्तान क्यालवाङ दोर्जे जो चाहिँ तान्त्रिक पनि हुनुहुन्थ्यो है। अनि उहाँले चाहिँ अनि यो ठाउँमा बसेर याङफेलमा भेगरमा अहिले चाहिँ याङबेल भन्छ याङफेल है। तेमाल भन्दा नि तेरमाल भन्छ। तेरमाङ भन्दो रहेछ पहिला। तेरमाङ भनेको धेरै निस्किने हुने ठाउँ उत्पन्न हुने ठाउँ भनेर भन्नुहुँदो रहेछ। अनि तेरमाङमा यो तेरमाङ ठाउँमा याङबेल है याङबेल अहिले याङबेल भन्छौँ याङफेल अनि घुइखारमा बसेर लेख्नु भएको छोयाहरू धेरै नै 16औं शताब्दीको पनि छ है 18औं शताब्दीको पनि छ है। अनि त्यो छोयाहरू चाहिँ अहिले चाहिँ यही छादर नोर्बुको सन्तानहरूसँग अहिले पनि सुरक्षित छन् त्यो छोयाहरू। अनि त्यही भएर चाहिँ यो त्यो समयदेखिको गुरुको समयको यो चाहिँ हो भनेर चाहिँ भन्न सकेको एउटा आधार भनेको प्रुफको आधारमा चाहिँ त्यो छोयाहरू अहिले पनि छन्। अनि त्यसपछि यहाँनिर गुरुले डुप्सी गर्ने ठाउँमा चाहिँ के छ त है। अब हिस्ट्री मात्रै भनेर पनि हुँदैन। अनि यहाँ चाहिँ के छ त भन्ने पनि हुन्छ है। त्यसपछि यहाँ चाहिँ के छ त भन्दाखेरि चाहिँ गुरुले चाहिँ यहाँ गुरुको कुसुङथुकको चिन्ह यो जुन चाहिँ लामाहरूले राम्रोसँग बुझ्नुहुन्छ है। कुसुङथुकको रूपमा चाहिँ आहुङ भन्ने यहाँ शिला छन् है। अनि त्यसपछि ठोवा भएको नाम यो कुन्दुचिन्द्रीको यो क्याबुल्लासो छ। क्याबुल्लासोको पनि यो ठोवा भगवानहरूको स्यालदोङहरू फेसहरू